केटा के भइरहेछ एकदम मलिलो अनुहार देखिरहेको छु के सोचिरहेछ यस्तो कि बिरामी छस् केही छस् क्या हो के भइरहेछ निकै निराश छु नि केटा गाउँघरको धेरै याद आयो अब बाबुआमालाई नभेटेको पनि धेरै वर्ष हुन लागिसक्यो अब गाउँतिर जाउँ कि भन्ने सोच छ नि काठमाडौँ पनि धेरै बसियो नि त ल किन टेन्सन मान्छस् त हो यसको कुरामा त्यो टेन्सन मानेर हुन्छ अब दसैँ तिहार आउँदैछ दसैँ तिहारमा सरर लाएर जाने हो त्यो त हो अब दसैँ कुरेर नि भएन अब काम मेरो अघि नै छ अनि अब मौसमले पनि साथ दिँदैन यस्तो बेला प्लेनमा जाऊँ भने अब गाडीको खोजीमा छु र अब के गरौँ भइरहेको छ हौ केटा मलाई ल तँलाई केही थाहा छैन यो यत्रो जमानामा मोबाइल चलाइरहेछ यसरी मोबाइल हेरिरहेछ मोबाइलभरि छ्याप छ्याप त्यो नोटिफिकेसन आइरहेछ संयुक्त रुकुम यातायात प्रणालीबाट नौलो प्रस्तुति सञ्चालित रुकुम सिरी बस यातायात भनेर तँलाई केही पत्ता आएन यो बारेमा हाइ यस्तो पनि हुन्छ ए हो र हो नि अहिले यो टिकटक फेसबुकतिर देखेको थिएँ तर यो पताउनै गाह्रो भयो त यो साँच्चीमै हो त ल तँलाई थाहा छैन यत्रो टिकटकमा फेसबुकमा विज्ञापन आइरहेको छ संयुक्त रुकुम यातायात प्रणालीद्वारा सञ्चालित रुकुम सिरी बस भनेर त्यसका विशेषताहरू पनि धेरै छन् फ्री वाइफाई लाइभ नेट टिभी अनि कुनै पनि सामान हराउनको लागि डर छैन किन थाहा छ त्यो गाडीमा त सिसी क्यामेरा जडान गरिएको छ सिसी क्यामेरा त लाइभ हेर्न मिल्छ भिडियो रेकर्डिङ हुन्छ त्यति मात्र होइन गाडीमा त आनन्दसँग घरमा बेडमा सुते जसरी सोफा सिटमा सुतेर जान पाइन्छ जाडो भयो त लगाइहाल्नु भयो गर्मी भयो एसी र पङ्खा लगाइहाल्नुहुन्छ संयुक्त रुकुम यातायात प्रणालीले सञ्चालन गरेका रुकुम सिरी बसमा मात्रै त्यस्ता सेवा सुविधा पाइन्छ थाहा छ कि छैन त्यही भएर ओहो अर्को कुरा पनि मैले भन्नै बिर्सेछु त्यो बसमा टिकट काटेर जाने यात्रुहरूलाई त दसैँमा बम्पर अफर छ के छ थाहा छ तँलाई होइन के भन्छ यो साँच्चीकै के छ र त्यसमा त्यस्तो ल के कुरा गर्छस् संयुक्त रुकुम यातायात प्रणालीबाट यात्रा गर्ने यात्रु महानुभावहरूलाई त बम्पर उपहार आएको छ नि जसले टिकट काटेर यात्रा गर्नुहुन्छ उहाँलाई दसैँमा एकजना भाग्यशालीलाई स्कुटर उपहार रहेको छ अहिले त तेरो मोबाइलमा देखाइदिन्छ खालि मोबाइल मात्र थिच्छ यस्तो कुरा चाहिँ हेर्दैन हेर यहाँ संयुक्त रुकुम यातायात प्रणाली टिकटको पछाडि स्कुटी उपहार हेर त बसको टिकट काट्नुहोस् स्कुटी जित्नुहोस् बम्पर उपहार गाडीको कलर पनि क्या दामी रहेछ है मलाई त कति मन पर्यो त्यसैले सुन मेरो कुरा दसैँमा अहिले घर जानु छ भने यसमा टिकट काटेर गइहाल बुझिस् ओहो अनलाइनमा त देखेको थिएँ तर यो त साँच्चीमै रहेछ त यसमा जानलाई के गर्नुपर्छ होला र यति पनि थाहा छैन लाटा काठमाडौँको नयाँ बसवारमा रहेको बस टिकट काउन्टर नम्बर 28 नम्बरमा जाने टक्क लगाएर आफ्नो नाउँको टिकट काटिहाल्ने भाडा जतिसक्यो जेसुकै होस् समथिङ के सोच्नु पऱ्यो त हामीले स्कुटी त्यही गर्दा भाग्य चम्क्यो भने त स्कुटी आउँछ स्कुटी लाटा स्कुटी यो कुरालाई ध्यान दिनु परेन पर्यो हो तैँले रुकुम सिरीको बारेमा त भने अब त्यसको चाहिँ सेवा सुविधा चाहिँ के कस्ता छन् र यता सुन रुकुम सिरीमा के छ भन्दाखेरि आरामदायक यात्राको सोफा सिट रहेको छ सिक्युरिटीको लागि हाई सिसी क्यामेरा रहेको छ कुराकानी गर्नको लागि वाइफाई फ्री वाइफाई सुविधा रहेको छ होइन बाटोमा खाना खाँदाखेरि राम्रो होटेलमा बसेर पाउनुहुन्छ त्यतिमा त्योभन्दा झन् राम्रो के हुनुहुन्छ त यात्रुमैती स्टाफहरू हुनुहुन्छ जसको कारणले गर्दा रुकुम सिरी रोज्नुपर्छ हेर केटा रुकुम सिरी जस्तो सेवा सुविधा अन्त चाहिँ पाइँदैन है ए हो र टिकट पनि मै लिन्छु स्कुटर नि मै दिन्छु किन कुरा सुनेर त जा कम से कम टिकट कसरी लिन्छ थाहा छ छैन नि त यो त अनलाइन पनि लिन मिल्छ काउन्टरमा गएर पनि लिन मिल्छ ल है मैले त रुकुम सिरी रोजिसकेँ अब हजुरहरू नि रुकुम सिरी रोज्नुहोस् अनि स्कुटर जित्ने मौका नगुमाउनुहोस् सुरक्षित र भर पर्दको यात्राको लागि रुकुम सिरीलाई नै रोजौँ अन्त कतै नजाउँ